बच्चाहरूले चाहिँ सरप्राइज गिफ्ट ल्याइरहेछन् ल अब प्लान अनुसार के हुन्छ भने तिमीहरू चाहिँ यहाँ चुप लाएर बस्छौ होइन कोही पनि बोल्नु पाउँदैन फेरि यो त लिनु पर्यो नि एकजनाले यो म भनिदिन्छु ल हो ल यसलाई एउटा चिज पक्नु यसले माला लाउँछ ल हो यसलाई हेलमेट हो अनि तिमीहरू चुप लाएर बस्ने अब एन्टीले भाडामा आइसक्यो है खोइ त उसलाई छुरा खोइ एउटा हातमा छुरा दिउँ न यो फुल कहिले दिने जी दिने हुन्छ क्या हो के अनि ल है अब टक्क लाएर यहाँ बसेर नि म ढोका नगर कोही पनि नबोला म ढोका लाउँछु अनिखेरि ढोका लाग्दैन तिमीहरू यहाँ नबोलिकन बस है अनि म यहाँबाट भर्याङ बनाउने बेला म खोकेपछि तिमीहरू फेरि नचल्ने अनि ढोका सर खोलेपछि एकैचोटि सबजना कराएर दिने है त ल त्यहाँ लुगा धोइरहनु भएको छ यहाँ चाहिँ हाम्रो बच्चा पार्टीहरूले तिमीहरूले एकदम माया गर्छौ क्या हो राम्रो लाग्छ तिमीहरूलाई साइलाई कस्तो लाग्छ अनि तिमीहरूलाई कस्तो लाग्छ ल एकछिन चाहिँ वेट गर्नुपर्छ है त अब के गर्ने हो त हामी सरप्राइज दिने हो ल है त अब एकछिन वेट गरौँ है त ग्याङहरू यहाँ हुनुहुन्छ है अनि कहाँबाट आएर यस्तो कन्सेप्ट यसको दिमाग खतरा छ नि तिमीहरूको साथी हो साइल पनि तिमीहरूको ग्याङभित्र पर्छ उसलाई चाहिँ केही पनि थाहा छैन अहिलेसम्म बच्चाहरूले गर्न लागेको प्रोग्राम मलाई पनि थाहा थिएन अहिलेसम्म बच्चाहरूले भनेर तपाईलाई पन्छाएर राजालाई पन्छाएर तपाईलाई पन्छाएर चाहिँ अब राजा यो राजा हुन अब चाहिँ हाम्रो Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Thank you. बच्चाहरूले सरप्राइज चाहिँ दिइसकेका छन् कति पनि हाल्ने यस्तो दामी चाहिँ वाउ कस्तो दामी छ उसले लगाइदिन्छ अरे कि उसले लगाइदिन्छ अरे साइले लगाइदियो खोइ साइले लगाइदियो साइल चकलेट चाहिँ खान पाएन है साइले लगाइदिउ त लगाइदियो खोइ साइल लगाइदिउँ साइले लगाइदिने कि तिमीलाई लगाइदियो कहाँ लाउने हो हेलमेट बस न ए ताली बजाउनु टाउको ठुलोमा साल भयो थ्याङ्क यू मेरो छोरी थ्याङ्क यू मेरो सबजना भाइ बहिनी साना खोइ त एउटा गीत खोइ त चकलेट चाहिँ के खाने यहाँभित्र के छ भन्नुहुन्न भन न भनेको ल म पनि बसेर हेर्छु है यो बनाएको चाहिँ कसलाई धेरै थ्याङ्क यू है यो चाहिँ यस्तो दामी रहेछ है दिदीले बनाएको अनि मैले बनाइदिने एलिसा साइडले त चकलेट खान पाइँदैन नि त बिहान बिचरा साइडले अहिले चकलेट खान्छ बेलुका के खान्छ खाँदैन साइडले के छ यहाँ के बनाएको छ है मेरो चुरा पोको पारेर हो क्या साइज नपेर्ला चुरा किन कहाँ थ्याङ्क यू कसले किने हो कति पर्यो कसले पैसा मिसायो है 10 रुपियाँ मिसा अस्तिको पापाले पैसा नि मिसा पापा खाने पैसा चाहिँ मिलेर कसले भन्यो सबैजनाले अहिले त चुरा लाउँदिन नि त म त बाला लाग्छु ला अब यो चुरा गरिदियो चुरा लाउनु भयो त यहाँ चाहिँ के हो त्यहाँ चाहिँ के हो ल त्यसो लगाम है त तेरोवटा देखा तेरोवटा वाउ टिक्क साइजको रहेछ है कस्तो दामी रहेछ त मलाई मन पर्यो है त थ्याङ्क यू सो मच लगेको हामीले मैले चित्र बनाउन लाग्यो होला नि नि हो नि त यति धेरै बुद्धि आयो कस्तो मलाई चाहिँ एकदम धेरै माया गरेकोमा थ्याङ्क यू है एकदम धेरै धेरै माया गर्ने बच्चाहरू पाएको छु मैले
सुरा लगाइरहेको छन् है बड हाम्रो एकदम माया गर्ने भाउजूलाई धेरै धेरै माया गर्ने मान्छेले दिएको होइन एकदम सानो है तर मलाई एउटा कुरा चाहिँ चित्त बुझेन है साइलले चक्लेट खानु पाएन नि है साइल साइल के खान्छ माम खायो अब अर्कै चक्लेट खाने है मैले अहिले पछि लिनु पठाउँछु है चक्लेट ल ठिक्क भएछ थ्याङ्क यू हुन्छ म कहाँ सजाउँ भन त यहाँ भित्तामा के गमलामा गमलामै ल है मसँग चक्लेटै छैन एक टाढी चक्लेट नभए हुन्छ गिफ्ट मात्रै लिने म हुन्छ कहाँ चक्लेट ल्याइदिनु त कसले जाने चक्लेट कसले ल्याइदिनु त भाउजू जान्न आन्टी जान्न आन्टी जाने को हो तिम्रो आन्टी